बाटो बाटो कि त रवि जस्तै हामीलाई पनि थुनिदिनुहोस् सर कि थुनिदिनुहोस् कि त थुनिदिनुहोस् न सर ल दर्शकबिन रवि लामेछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने अहिले पक्राउ परेका छन् यस विषयमा हामी रिपोर्टिङ गर्न आएका छौँ र यो बाटो हेर्नुहोस् बाटो पुरै खाली छ यस विषयमा रिपोर्टिङ गर्न पाउने कि नपाउने एउटा स्वतन्त्र पत्रकारिता गरिरहँदा यो अवस्था छ सरकारले नै हामीलाई सूचना विभागको कार्ड के को लागि दिएको छ सरकारले जुन कार्ड दिएको छ यो कार्डको के महत्त्व छ यदि कुनै रिपोर्टिङ गर्नु पर्यो भने हामी अन्य यो बाटोमा कसैलाई डिस्टर्ब गर्दैनौँ तर जुन किसिमले प्रहरी साथीहरूलाई अनुरोध छ तपाईहरू रुँदाखेरि म नै हो त्यो पत्रकार जसले तपाईहरूको आँसु देखाउँछ तपाईहरू हामीसँग यस्तो नगरिदिनुहोस् किनभने जनताले बुझ्न चाहिरहेको अवस्था छ जनताले देख्न चाहिरहेको अवस्था छ कि आज के भएको यस विषयमा हामी जिल्ला प्रहरी परिसर काठमाडौँमा आइपुगेका छौँ र आज म जानकारी गराउँ केही बेर अगाडि मात्रै सामाजिक सञ्जालहरूमा व्यापक हामीले के देख्यौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने पक्राउ परेको हामीले जानकारी पाएका छौँ यो घटनाको विषयमा के हो यथार्थ बुझ्ने हाम्रो दायित्व हो ल दर्शकबिन हामी दिनभरि रिपोर्टिङ गरेर थकित भएर घर पुगेका थियौँ प्लेटमा खाना आइसकेको थियो र भर्खरै हामी सामाजिक सञ्जाल खोलिरहँदा हामीले जानकारी पाएका छौँ जिल्ला प्रहरी परिसर काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई पक्राउ गरिएको छ हामी जुन अवस्थामा थियौँ त्यो अवस्थामै रिपोर्टिङ गर्ने प्रयास गरिरहेका छौँ यो देखाउँ हजुर यहाँ आउन हाम्रो अट लाउन पर्छ हामीले हिर्काउन मिल्छ के हजुर हाम्रो आदेशमा हाम्रो पनि हुन्छ कि जवानको सानो दर्जाले मिल्छ के गर्न मिल्छ अब ठिक छ अब यहाँबाट कुरा गर्नु उतापट्टि त्यहाँ गर्न मिल्दैन यसरी किन ठेलेको पक्राउ गर्नुहुन्छ के तपाईँहरू पक्राउ गर्नुहुन्छ भने गर्नुहोस् यो किन तरिका हो यो किन ठेलेको जानकारी गरौँ जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामेछानेलाई पक्राउ गरेका छन् यसरी प्रहरीले मलाई पनि पक्राउ गरोस् यो ठेल्नेको तपाईँ किन ठेल्नुभयो कुट्नुहोस् पिट्नुहोस् सर तपाईँहरू पिट्नुहोस् होइन यो तपाईँको प्रहरी साथीले यो तरिका हो यसरी यो समातेर यहाँको साथीले यो गलत गरेको सुन्नुहोस् सर हामी जनताको पत्रकार हो हामी सरकारसँग प्रहरीसँग डराएर काम गर्दैनौँ सर प्लिज साइड लाएर त्यो एउटा हामीले गएर रिपोर्टिङ गर्नुस् तर यो भएन नि तपाईको प्रहरीले सर यसरी यो प्रहरीले समातेर के गरेको यो आफ्नो मर्यादामा हामी मर्यादामा छौं तर तपाईहरु पनि अलिकति मर्यादित भइदिनुस् हामी त एकदम मर्यादित हामी के अमर्यादित केही गरेका छौं सर सर तपाईहरुको पीडा हामी देखाउँछौं हामी त्यो पत्रकार हो म प्रहरीसँग कहिले पनि कदापि डराउँदिन न त सरकारसँग डराउँछु रिपोर्टिङ कहाँबाट गर्ने भन्नुस् तपाईले रिपोर्टिङ गर्ने उतापट्टि ल प्लिज प्रहरीले भन्नु भएको छ उताबाट गर्ने यो गेटमा गर्न मिल्दैन धन्यवाद सम्माननीय प्रधानमन्त्रीज्यू गृहमन्त्रीज्यू यो चाहिँ प्रोटोकल तपाईले राम्रो गर्नु भएको छ धन्यवाद तपाईहरुलाई पनि धन्यवाद गर्न मिल्दैन सर मिल्दैन हेर्नुभयो धन्यवाद छ नेपाल प्रहरीलाई प्रहरी साथीहरुले हामीलाई यहाँबाट रिपोर्टिङ गर्न दिएका छैनन् ल यताबाट देखाऊ सर अलिकति एउटा कुरा भनिदिनुस् म गइहाल्छु उतापट्टि रवि लामेछानेलाई कुन मान्छे हैन हामी ड्युटी गर्न मान्छे हो तपाईहरु भन्न मिल्दैन हामी ड्युटी गर्ने मान्छे हो हामी जे ड्युटी हो त्यही मात्र रवि लामेछानेलाई कुन केसमा कुन मुद्दामा किन ल्याइएको छ त्यो थाहा भएन अब यो अवस्था हो यो अवस्थामा हामी रिपोर्टिङ अब हेर्नुस् रोडको उतापट्टि ठाउँ छैन यो देखाऊ यहाँ कहाँबाट रोडबाट गर्ने भोलि गएर कुनै दुर्घटना भयो तपाईहरु उता गइदिनुस् न तपाईहरु उता गइदिनुस् हैन एकछिन खै जीएसपीले अन्तिम इच्छा के हो भनेको भिडियो यहाँ मसँग छ खै लानको लागि अलि म ल एकचोटी सुन्नु तपाई घरमै हुनुहुन्थ्यो म घरमै सुरुवातदेखि यहाँ पक्राउ के अरे अदालतले अब के अरे उसमा पठाइदिनुस् भनेर भनेपछि हामी तुरुन्त रवि दाइको घरमा पुगेको थियौँ र पुरै हामी जाँदा एकचोटी सुनौँ त हामी जाँदा हामी पुरै त्यो कम्पाउन्ड खाली थियो सडक जाम नगरौँ फेरि अर्को मुद्दा हामीलाई लगाइदिन्छ यहाँ नगरौँ यहाँ दर्शकबिन म जानकारी गराउँ सडकमा प्रहरीले पठाएको छ तर कुनै दुर्घटना भयो भने यही पत्रकारको कारण दुर्घटना भयो भनेर हामी माथि पनि मुद्दा लगाउन बेर छैन मलाई यो भिडियो देखाउनुस् त अनि पुरै आतंककारी छैनमा पत्र सत्र केही नलेखिकन त्यस्तो हुन्छ हो यस्तो भित्र नआएको मान्छे अनुगमजीले हामी तल उसमा जाउँ देख्न सबै हामी डक्टर सबै रेडी गरिसकेका छौँ सर हामी त अब रिक्वेस्ट तपाईहरु जान्छु भनेर आफैले नै डकुमेन्ट चाहिँ नबोकेर हामी सुनाउँ त फेरि एउटा पूर्व गृह मन्त्रीलाई पक्राउ गर भनेर चाहिँ अदालतले आदेश दिइसक्यो डकुमेन्ट चाहिँ बोकेर नआउनु भन्ने त्यो पनि
त्यो डकुमेन्ट सबै चाहियो नि त सम्बन्धित व्यक्तिलाई दिनु पर्यो। तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर। नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भनेर त्यही होइन त त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेले अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर। त्यस्तो हुँदैन नि सर। सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर। एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले। आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देश साहब? हजुरको नाम के हो अरे? हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देश साहब। नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो। जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ। अन्तिम इच्छा पढ्न सर अन्तिम इच्छाको अर्थ के हो? अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहिन्छ। त्यो त चाहियो अनि त्यो पनि चाहिला ठिक उहाँले दिन्छ। अन्तिम इच्छा भने चाहिँ के हो सर? अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के भन्नुभयो नि सर? त्यो पनि बोल्ने तरिका हो सर। तपाईँ डेस साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो। आजलाई चाहिँ नि ठिकै छ त यहाँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो होइन र सर? यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर? त्यो सर नबटार्नु भन्ने कुरै होइन सर। ल यो भिडियो बन्द हामी जब घरमा पुग्यौँ र पुलिसले पुरै घर घेरेको थियो। घर घेरिसकेपछि पुलिसले पुरै आतंक पारिसकेमा पुरै हामीहरूलाई लडाएर माथि चढ्यो। हामीले पुरै भिडियो कैद गरेका छौँ र एकचोटि त्यो भिडियो कैद गरेका छौँ पब्लिकको अगाडि। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेकै घरमा आउनुहुन्थ्यो। ल यो दृश्य यहाँ राम्रोसँग सुन्नु होला। उहाँले अन्तिम इच्छा के हो अन्तिम इच्छा के हो सुन भन्नुभएको छ। क्यामेराहरु त्यसरी नगर्नुस् कि त तपाईहरुले लिनु यो अन्तिम इच्छा कसले सोध्यो? यो उहाँ डेस साहब हुनुहुन्छ। उहाँले अन्तिम इच्छा के हो सोध भनेर लगाउनु भएको छ। एउटा अर्को डिएसपीलाई अन्तिम इच्छा के हो सोध भन्नुको कारण के हो? यो दर्शकबिन उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुनुहुन्छ र उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेको घरमा हुनुहुन्थ्यो र उहाँले भिडियो खिच्नु भएको छ। यो भिडियो देखाउँ। डीएसपी साहबले अन्तिम इच्छा सोध्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका। सोध्नुको कारण के हो? के अर्थ अन्तिम इच्छाको अर्थ के हो? देश कतातिर गइरहेको छ थाहा हुन सकेन। किनभने केही दिन अगाडि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा म रिपोर्टिङ गर्न गइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले भनेका थिए म शनिबार चितवन जान्छु, चितवनमा म आफ्नो कुराहरू धारणाहरू राख्छु, के सरकारले कसलाई थुन्नु पर्ने थियो र कसलाई थुन्यो लगायतका विषयहरू खुलासा गर्छु भन्नु भएको थियो। शनिबारको उहाँले शनिबारै घोषणा गर्नुभएको थियो। तर आज शुक्रबार राति नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति देशका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेले पक्राउ गरिएको छ र प्रहरीका डीएसपी साहबले नै अन्तिम इच्छा सोध्नु भएको छ। उहाँको नेता कार्यकर्ताहरूले हामीलाई भिडियो देखाइरहेको छ। प्रहरीको व्यवहार अलिकति चकित पार्ने व्यवहार हो। यो त छापामार शैलीमा प्रहरी जुन रवि दाईलाई पक्राउ पुर्जी जारी पनि भएको छैन त्यतिखेर होइन। हामी दाईको घरमा पुग्यौँ। दाई घरमा पुग्दाखेरि छापामारमा प्रहरीले के भनेको छ? कुन मुद्दामा ल्याइएको? उनीहरूले मुद्दा केही पनि भनेकै छैन। तपाईँलाई किन चाहियो भन्ने त उनीहरूको प्रश्न छ। हामी दाईको घरमा पुग्दाखेरि के भयो भने लगभग 40-45 जनाको सिभिल ड्रेसमा घरभित्र घर बाहिर यसरी बसिनु भएको छ उहाँहरू भर्खरै। यो फुटे दर्शक पनि म जानकारी गराउँ। भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई यहाँ जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको छ। प्रहरीले कुन कारणले उहाँलाई ल्याइएको भन्ने खुलाइएको छैन। यस विषयमा आज हामी केन्द्रित भएर रिपोर्टिङ गर्नेछौँ र साँच्चै नै हेर्ने हो भने सरकारलाई कस्तो भएको छ भने रवि बोलियो कि सरकारलाई पोलियो जस्तो किसिमको अनुभूति यहाँबाट भइरहेको छ। एउटा रवि लामेछाने आज सबैको टाउको दुखाइ भएको छ। दर्शक पनि म यो रिपोर्टिङ गरिरहँदा अब मलाई लागिरहेको छ कि अब सरकारको टार्गेटमा म पनि परिसकेँ या पर्नेछु। अब मेरो लागि पनि केही योजनाहरू तयार गर्ने नै छन्। दर्शक पनि म जानकारी गराउँ। दिनभरि थकित भएर हामी रिपोर्टिङ गऱ्यौँ। घरमा खाना प्लेटमा खाना आइसकेको अवस्थामा हामीले जानकारी पायौँ कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई पक्राउ गरिएको छ। कम्तीमा
सरकारले गृहमन्त्रीज्यूले प्रहरी प्रशासनले जानकारी त गराइदिनुपर्छ नि। अब इन्स्पेक्टर साहबको व्यवहार हेर्नुभयो नि, इन्स्पेक्टर साहबको व्यवहारले प्रष्ट दोहोरो चरित्र देखाउँछ। यो व्यवहार यदि प्रहरीको भयो भने प्रहरीलाई हेर्ने दृष्टिकोण पक्कै पनि परिवर्तन हुन्छ। मात्रै मेरो होइन, देश र जनताको अवस्था परिवर्तन हुन्छ। प्रहरीलाई जुन हेर्ने दृष्टिकोण छ यो चाहिँ परिवर्तन हुन्छ। मुस्कान सहितको प्रहरी सेवा भन्छौँ हामी, प्रहरीको सुख दुःखको साथी प्रहरीलाई भन्छौँ हामी। प्रहरी रोयो, प्रहरी पीडामा छ भने त्यो पीडा देखाउने यही माइक र यही क्यामेरा र यही पत्रकार हुन्छ। तर आज प्रहरीको व्यवहार निकै चिन्ताजनक लागेको छ। अब हेर्नुहोस्, प्रहरीले नै हामीलाई यता पठाएको छ, यहाँ थप मद्दत प्रहरी आएको छ। अब त्यहाँ फुटपाथमा रिपोर्टिङ गर्न मिल्दैन, यहाँ कहाँबाट रिपोर्टिङ गर्नुहोस्? हेर्नु, प्रहरीले देखाएको बाटो हो यो। यहाँ चढेर यसरी रिपोर्टिङ त गर्न पाइएन, यहाँ चढ्न त पाइएन। अब सडकबाट कसरी रिपोर्टिङ गर्ने? यो अवस्था हो यहाँको। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई पक्राउ गरेको छ। हामीलाई सामान्य कुरा सोध्नु थियो, के कारणले पक्राउ गरिएको हो, कुन मुद्दामा पक्राउ गरिएको हो। यो पक्राउ परेको खबर साँच्ची नै यथार्थ हो कि झुटो हो? तर प्रहरीले केही बोलेनन्। प्रहरीको व्यवहार जुन मैले यहाँ देखेको छु यो निकै शङ्कास्पद छ। अब अर्कोतिर घटनाक्रमहरू हेर्ने हो भने अब बोल्न पनि मिल्दैन। अदालतमा विचाराधीन मुद्दाको विषयमा केही बोल्न मिल्दैन। हामी सञ्चारकर्मी बाध्य छौँ, तर कमसेकम प्रहरी साथीहरूले जानकारी। अब म प्रयास गर्छु भित्र जान दिन्छ कि दिँदैन। यदि जान दियो भने म भित्र प्रवक्ताज्यू अथवा कोही हुनुहुन्छ आधिकारिक व्यक्ति उहाँलाई सोध्छु। यदि जान दिएन भने त्यो पनि म देखाउँछु। एकछिन, भेपर लाइट कोसँग छ यहाँ? भेपर लाइट कोसँग छ? भेपर लाइट लगाउँदा नि खोइ सर, कनि भेपर लाइट दिनु सकियो क्या हो? मेरो पनि छ कि नै लागेको छ। ल अब ल सर, सर को हुनुहुन्छ? सर यहाँ हामी जान मिल्छ भित्र? म पत्रकार दिवाकर साहु, एसटिभी खबरको। अलिकति बुझ्नुहोस्, जान मिल्छ? मलाई यति सुन्नु थियो, किनभने मलाई थाहा थियो प्रहरीले जान मिल्दैन भन्नुहुन्छ र यो कार्ड म हातमा लिएर आएको थियो। यो जवाफ मलाई थाहा थियो, यद्यपि तपाईँहरूलाई पुष्टि गर्नलाई मात्रै म सोधेको। प्रहरीको जवाफ मलाई थाहा थियो, मात्रै प्रश्न गरिदिएको। प्रहरीले के जवाफ दिन्छ यो समयमा त्यो मलाई थाहा हुँदाहुँदै पनि मैले मात्रै पुष्टि गरेको तपाईँहरूको अगाडिमा कि प्रहरी। अब धेरै बेर यहाँ रिपोर्टिङ गर्यो भने कति बेला हाम्रो क्यामेरा खोसिन्छ, हामीलाई बिच रिपोर्टिङबाट नियन्त्रणमा लिइन्छ अथवा कुनै झुटा मुद्दा लगाइन्छ, सरकारद्वारा फसाइन्छ भन्ने चिन्ता लागेको छ। यो सबै भनिरहँदा फेरि म कसैको पक्ष अथवा कसैको विपक्ष लिएको होइन, तर यथार्थ देखाउनु पर्यो नि। एउटा पार्टीको सभापति पक्राउ परेपछि हामी रिपोर्टिङ गर्न जाने कि नजाने? जब रिपोर्टिङमा फिल्डमा गइसकेपछि प्रहरीको यही व्यवहार हो। अब हेर्नुहोस्, यहाँको लाइट पनि यहाँ अँध्यारो छ। जिल्ला प्रहरी परिसर काठमाडौँको लाइट अँध्यारो छ। केही बेरमा हाम्रो भेपरले पनि काम गर्न छोडिसक्छ। त्यो अवस्थामा कहाँ अँध्यारोमा रिपोर्टिङ गर्ने? अब जे हुन्छ त्यो भोलि थाहा नै हुन्छ, तर यो तरिका चाहिँ अलिकति सही भएको छैन। तरिका अलिकति सही भएन, यो भन्न चाहन्छु। म धेरै सम्मान गर्छु ड्युटीमा खटिने प्रहरीहरूको, किनभने उहाँहरू अहोरात्र हामी नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षामा खट्नुहुन्छ। तर प्रहरीको यो व्यवहार देखेपछि म आफै दोधारमा पर्छु। यो कस्तो चरित्र प्रहरीको? आखिर उहाँले यति मात्रै भनिदियोस्, कोही एकजना मान्छे बाहिर आएर त भन्न सक्छ नि कि यो कारणले पक्राउ गरिएको हो, ल तपाईँहरू जानुहोस् बिहान आउनुहोस् भन्न सकिन्छ नि। भोलि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने चितवनबाट चितवनका जनताहरूको माझमा गएर आफ्ना कुराहरू राख्ने, आफ्ना धारणाहरू राख्ने समय तय गरिएको थियो। तर आज शुक्रबारै राति उहाँलाई किन पक्राउ गरियो घरबाट? र यतिसम्म कि उहाँका समर्थकहरू, उहाँका पार्टीका नेता कार्यकर्ताहरूले भन्दै हुनुहुन्छ कि वहाँ आफ्नो कारणले, मतलब अब उहाँहरूको डिएसपी साहबले अन्तिम इच्छा सोध्नु भएको छ, के कुराहरू आइरहेको छ। अब यहाँ देखाउँ, यहाँ हाम्रो गाडी रोक्न मिलेन, तर प्रहरीको वान टन रोक्न मिल्यो, प्रहरीको अन्य प्रहरीको गाडीहरू रोक्न मिल्यो। हाम्रो गाडी पार्किङ गर्न मिल्दैन, अनि कहाँ गर्ने पार्किङ? उहाँ भन्नुहुन्छ सुन्दारामा गएर। तपाईँ कल्पना गर्नुहोस्, जिल्ला प्रहरी परिसर काठमाडौँ यहाँ छ, पार्किङ सुन्दारामा गर्ने। म त भन्छु सरकार मलाई भन्नुहोस् बरु पार्किङ यहाँ नगर्ने, पार्किङ मेरो जिल्ला, मेरो घर हो सप्तरी, म त्यहाँ गएर बरु पार्किङ गर्दा हुँदैन? त्यहाँबाट आएर रिपोर्टिङ गर्ने? यो कस्तो किसिमको यो सञ्चार? हामी आफूलाई देशको चौथो स्तम्भ भन्छौँ, यो कस्तो स्तम्भ हो? हामी आफैसँग प्रश्न गरिरहेका छौँ। स्वतन्त्रतापूर्वक हामी रिपोर्टिङ किन गर्न मिल्दैन? हामी निष्पक्ष रूपमा पत्रकारिता गरिरहँदा सबैको टाउको दुखाइ किन हुन्छौँ हामी? यो प्रश्नहरू आज सोध्ने कि नसोध्ने?
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तपाईँको सम्मान गर्छु म, तर यो तरिकाले यस्तो व्यवहारले तपाईँमाथि प्रश्न सोध्ने कि नसोध्ने, तपाईँमाथि प्रश्न उठ्छ कि उठ्दैन। अब हेर्नुहोस्, यहाँ अँध्यारो भइरहेको अवस्था छ। यो दृश्यहरू देखाउँ। पार्टीका नेता कार्यकर्ताहरू यहाँ आइरहेको अवस्था छ, तर जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेमाथि जुन व्यवहार प्रहरीको जुन राज्यको जुन दृष्टिकोण छ, यो चाहिँ पक्कै पनि शङ्कास्पद छ। यसमा यो जुन चरित्र हामी देखिरहेका छौँ, यो चरित्रमाथि प्रश्न उठाउने कि नउठाउने। अब प्रहरीको गाडी आयो, ल प्रहरीको गाडी आएको छ, उहाँलाई जान दिउँ। फेरि हामीलाई अर्को प्रहरीको गाडी छेक्यो भनेर मुद्दा लगाउन बेर छैन उहाँहरूको। प्रहरीको काम कारबाहीमा यो पत्रकारले बाधा पुर्यायो भन्न बेर छैन। तर म डराउँदिनँ, कदापि डराउँदिनँ। यो जुनीमा त डराउँदिनँ, अब अर्को जुनीको थाहा भएन। धेरै भयो भने पक्राउ गर्न सकिन्छ, मलाई धेरै भयो भने हत्या हुन सक्छ, मेरो कुनै योजनामा फसाउन सकिन्छ, त्योभन्दा बढी हुन सक्दैन। र त्यो सबैको लागि म तयार छु। त्यही भएर यो माइक र यो क्यामेरा लिएर जहाँ पनि पुग्दछु। यो अवस्था देखाउँ। हामी चाहिँ खास रवि दाइलाई उहाँहरूले जसरी एउटा अपराधीलाई चाहिँ किडन्यापिङ शैलीमा समाते जसरी समाउनु भयो, उहाँको कपडाहरूसम्म प्याक गर्न दिएको थिएन। त्यो अवस्थामा हामीले चाहिँ दाइलाई अगाडिको गाडी र हामीले पछाडिको गाडीमा चाहिँ त्यो कपडाहरू म्यानेज गरेर लिएर आएका थियौँ। हामीले प्रहरीलाई कुनै पनि प्रकारको बाधा अर्चना चाहिँ दिने हिसाब किताबले हामी आएका थिएनौँ। हामी प्रहरीलाई सघाउने हिसाब किताबले एकदमै स्वतः स्फूर्त रूपमा रवि दाइलाई प्रहरी सँगसँगै हामी स्कटिङमा आइरहेका थियौँ। तर मैले मोबाइल चाहिँ लाइभ गरिराखेको थिएँ। जसरी यो मोबाइल कहाँ छ अहिले? मोबाइल त अहिले पछि दिनुभयो, मैले धेरै रिक्वेस्ट गरेपछि। अनि यो तपाईँको यताबाट यो वान वेको प्रहरीको चेकिङ रहेछ, त्यहाँबाट चाहिँ नि रवि दाइको गाडी छिराइसकेपछि हामीले पनि आग्रह गऱ्यौँ, नियम लाग्ने हो भने प्रहरीलाई नै लाग्नु पर्यो, सर्वसाधारणलाई पनि लाग्नु पर्यो। प्रहरीलाई चाहिँ नियम नलाग्ने, हामीलाई चाहिँ नियम लाग्ने किन भनेर हामीले त्यहाँ चाहिँ प्रश्न गर्दै गर्दा चाहिँ हामीलाई चाहिँ 81 आएर चाहिँ उहाँहरूले चाहिँ हात छोड्नुभयो, भाटा छोड्नुभयो र हाम्रा केही साथीहरूलाई समाएर पनि लिएर जानुभएको छ। एकदम अमानवीय चाहिँ नि व्यवहार गर्नुभयो उहाँहरूले। दर्शकबिन म जानकारी गराउँ, तपाईँसँग म फेरि कुरा गर्छु। दर्शकबिन, जति बेला रवि लामेछाने गृहमन्त्री हुनुहुन्थ्यो, गृह मन्त्रालयमा एउटा जिम्मा उहाँले पनि पाउनुभएको थियो। उहाँ हुनुहुन्छ आशिष थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुनुहुन्छ। उहाँसँग संक्षिप्त कुराकानी गर्छु। प्रहरीले केही जानकारी गराएन, के कारणले पक्राउ गरियो? जब हामी अदालतले फैसला दियो रवि लामेछानेलाई थुनामा राख्नु भनेर, त्यसपछि हामी रवि सरको घरमा पुग्यौँ। रवि सरको घर पुग्दाखेरि 2 घण्टा पछिसम्म पुलिसले न पक्रापुर्ची लिएर आएको छ, न अदालतको आदेश लिएर आएको छ। 2 घण्टासम्म त्यही अल्मलियो पुलिसहरूले पुरै आतङ्कवादी शैलीमा घरभित्र छिराछन्। अनि जुन तरिकाले हामीले पक्रापुर्ची त दिनुहोस्, अदालतको आदेश त दिनुहोस् भन्दा पनि उहाँले 2 घण्टासम्म नदिएको अवस्था छ। त्यति त्योभन्दा अगाडिदेखि नै पुलिसहरूले हामीलाई धरपकड गरेर पक्रापुर्ची भएको छ। अदालतबाट पक्रापुर्ची जब पुलिसहरू त्यहाँ अपराध महाशाखाको टोली जब घरमा निवासमा पुगेको थियो, 2 घण्टा पछि लिएर पुऱ्यायो। यिनीहरूलाई के छ भने रवि लामेछानेलाई कतिखेर आदेश गरेर पक्रापुर्ची या अदालतको आदेश चाहिँदैन, पुलिसले घरमा पुग्नु पर्यो भने यिनीहरूको मेन टार्गेट हो। त्यो भएर यिनीहरू त्यो तरिकाले घरमा पुगेका रहेछन्। अपराध महाशाखा, काठमाडौँ अपराध महाशाखाका डिएसपीले बकैदा भन्नुभएको छ। मेरो मोबाइलमा पुरै भिडियो रेकर्ड छ। मोबाइल हामीलाई मेरो नम्बरमा प्लिज अनुरोध छ, पठाइदिनुहोस्। मैले त्यो भिडियो पनि पठाइदिन्छु। पब्लिकको अगाडि म राख्नै पर्ने हुन्छ। यो अन्तिम इच्छा जुन यो रवि लामेछानेलाई पक्राउ गरेर साउन्ड बढाउनु त। ल पक्नुहोस्, म यो यही रिपोर्टमै म देखाउँछु। यहाँ दिनुहोस् त। ल एकचोटि देखाइदिनुहोस् त। त्यो सबैभन्दा पहिला कुरो के भने अन्तिम इच्छा भनेको के हो? त्यो शब्द बोल्ने हो कि होइन? साउन्ड बढाइदिनुहोस् एकचोटि। यो क्यामेरामा यो भिडियो देखाइदिनुहोस् सबैजनालाई। त्यस्तो बोलिँदैन नि सर डेढ साहब हुनुहुन्छ। अन्तिम इच्छा भन्ने हुन्छ सर, एउटा पक्राउ गर्न आएको मान्छेले अन्तिम इच्छा भन्ने हुन्छ। त्यस्तो हुँदैन नि सर, त्यस्तो हुँदैन नि सर। जबरजस्ती गर्नु किन हुँदैन? अन्तिम इच्छा भनेर जबरजस्ती गरेर यो भिडियोमा तपाईँलाई दिन्छु। उहाँ डेढ साहब हुनुहुन्छ, अपराध महाशाखाको डेढ साहब हुनुहुन्छ। अन्तिम इच्छा के हो सोध त्यसलाई भनेर पठाउनु भएको छ। यो भन्नुको मतलब के हो त भने एउटा अपराध महाशाखाबाट प्रहरीले हामीलाई रिपोर्टिङ गर्न भन्नुभएको थियो, तर प्रहरीले हेर्नुहोस्
अब प्रहरीले हामीलाई के घेरा हालेको हो कि पक्राउ गर्छ कि के हो अलिकति प्रहरीहरूको अलिकति हेरौँ त के हो यो प्रहरी चारैतिरबाट घेरा हालेको हो कि हामीलाई पनि नियन्त्रणमा लिने हो कि बाघदेखि स्याल डराएको हो अरु केही पनि हैन यो अवस्था देखाउँ प्रहरीले हामीलाई रिपोर्टिङ गर्न भने यो ठाउँमा तर अब यतापट्टि यो दृश्य देखाउँ भेपर साथीहरू भेपर बालौँ त है भेपर बालौँ अब विश्वास लाग्दैन अलिकति भेपर बालौँ यो यहाँको अवस्थाको बारेमा अलिकति यो दृश्य देखाइदियो दर्शकबिन घटना के हो यस विषयमा सम्भवतः हामी जानकारी लिनेछौँ र आज हामी जिल्ला प्रहरी परिसर काठमाडौँको अगाडि आएका छौँ जहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति देशका उपप्रधान तथा गृहमन्त्री पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामेछाने पक्राउ गरिएको हामीले जानकारी पाएका छौँ। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू मेरो घरमा प्रहरी आएको छ मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन कागज पनि दिएको छैन मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ मैले सार्वजनिक पनि गरिसकेको छु अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सृजना गरेको छ मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु कानूनलाई मानेकै छु म पहिला पनि आफै उपस्थित हुन गएको हुँ अहिले पनि सार्वजनिक गरेकै छु तर यो राज्य आतंक यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला मलाई लागेको थियो म केही कुरा भन्छु भनेर तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागज पत्र छ होला ल्याउनु पनि हुन्छ होला ल्याउन सकिने पनि थियो त्यो लिएर आएर लैजान सकिन्थ्यो भोलि ल्याउन सकिन्थ्यो घरै पनि अझै कागज बोकी वही प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ म यसैमै गिरफ्तारी दिन्छु भनेर बसेकै छु जे होस् आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ न्यायको लडाई म एक थोपा रगत रहुन्जेल लडिरहन्छु यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु मैले कुनै गल्ती गरेको पनि छैन कुनै अपराध गरेको पनि छैन तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु म धेरै केही भन्दिनँ म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानूनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढकाउँछु आफ्नो न्यायको लागि र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ भोलिको कार्यक्रम नरोक्नु होला अन्य साथीहरू आउनुहुन्छ उहाँहरूले कुराकानी गर्नुहुनेछ निरन्तर चलिरहन्छ मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ मलाई आशा छ यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौं निरन्तरता प्रदान गर्नु होला म कानुनी लडाईमा छु।